हिन्दू धर्म एक अति प्राचीन धर्म हो जसको उत्पत्ति लगभग 10,000 वर्षदेखि ईसापूर्व 4500 को आसपासमा भएको मानिन्छ। यो धार्मिक साहित्य र इतिहासका अनुसार सनातन धर्म पनि भनिन्छ। यो धर्म विशिष्ट संस्थापक विहीन छ र ब्रह्मा, विष्णु, महेश्वर लगायतका देवताद्वारा स्थापित भएको मानिन्छ। यसको इतिहास वैदिक कालदेखि सुरु भएर रामायण, महाभारत र पुराणमा विस्तृत रूपमा देख्न सकिन्छ। हिन्दू धर्म संस्कृतिको रूपमा पनि मानिन्छ जसमा योग, ध्यान, पूजा, कर्म, मोक्ष जस्ता अनेकौं मार्गहरू रहेका छन्। यसले मानिसलाई सत्यसम्म र ईश्वरसम्म पुग्न सहयोग गर्दछ। यस धर्मका पौराणिक कथा, वंश परम्परा र दार्शनिक विचारहरू अत्यन्त विस्तारै विकास भएका छन्। यसको प्रमुख आधार वेदहरू हुन् जसमा 4 वेद समावेश गरिएका छन्: ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। हिन्दू धर्मको विशेषता यसको विभिन्न मार्गहरू र अनेकौं शाखाहरूमा देखिन्छ, जसले विविधता र स्वीकृति दृष्टिले सबै जीवहरूलाई समान देख्ने चेतना दिन्छ। यसले प्राकृतिक तत्त्वहरू, देवी देवता, पूजा र दार्शनिक विचारहरूलाई सधैँ जीवित राखेको छ। वैदिक कालदेखि नै यसको विस्तार मध्य एसिया र इन्डस उपत्यकामा भएको थियो। इतिहासमा हिन्दू धर्मलाई सनातन धर्म पनि भनिन्छ, जसको अर्थ हुन्छ अनन्त कालदेखि अस्तित्वमा रहेको धर्म। हिन्दू धर्म नै योग, ज्योतिषशास्त्र, वास्तुशास्त्र, हस्तरेखा विज्ञान जस्ता ज्ञान शाखाहरूमा उत्पन्न छ। यसको सामाजिक र सांस्कृतिक प्रभाव विश्वभरि फैलिएको छ। संक्षेपमा भन्ने हो भने हिन्दू धर्म एक सम्पूर्ण दर्शन हो, आस्था र जीवनको पद्धति हो जसले मानिसलाई आध्यात्मिक उन्नति, नैतिकता, धर्मी जीवनशैली र अनन्त मोक्ष प्राप्तिको मार्गदर्शन गर्दछ। यसले समयक्रममा आफूलाई विभिन्न युगहरू बदल्दै आएको छ: सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग। यसै आधारमा गहिलो विश्लेषण गर्ने हो भने हिन्दू धर्म केवल एक धार्मिक प्रणाली नभई सांस्कृतिक, दार्शनिक र सामाजिक जीवनको अभिन्न हिस्सा हो, जसले हजारौं वर्षदेखि मानिसहरूको जीवनलाई प्रभावित गर्दै आएको छ। यो अन्वेषण र समझदारीको कुरा निरन्तर छ। हिन्दू धर्मले बहुलता, विविधतालाई स्वीकार्दै सार्वभौमिक सत्यको खोजीलाई सधैँ प्राथमिकता दिएको छ। यो धार्मिक परम्परा केवल पूजा पाठमा सीमित नभई जीवनको प्रत्येक क्षेत्रमा कार्यान्वयन योग्य विचारको सङ्ग्रह पनि हो, जसले व्यक्तिको आन्तरिक तत्त्वसम्म पुग्न मार्गदर्शन गर्दछ। इतिहासमा हिन्दू धर्मका 4 मुख्य धाराहरू शैव, वैष्णव, शास्त्र र स्मार्तको विकास क्रमशः प्राचीन वैदिक कालबाट प्रारम्भ भएर विभिन्न ऐतिहासिक, सांस्कृतिक, दार्शनिक र सामाजिक परिवर्तन मार्फत भएको हो। शैव परम्परा विशेष गरी प्राचीन कालदेखि शिव पूजामा आधारित रहेको छ। पुराणहरू, उपनिषदहरू र विशेष गरी शिव ग्रन्थले यसको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यो धर्म विशेष गरी तपस्या, योग र शिव आसन मार्फत व्यवस्थित भयो। वैष्णव परम्परा विष्णु र उनका अवतारहरू जस्तै राम, कृष्ण, वैदिक कालदेखि विशेष गरी भगवद् गीता र भगवान पुराणहरूको प्रभावले वैष्णववादलाई दार्शनिक र धार्मिक शक्ति दियो, जसले भक्ति योग, ज्ञान योगलाई बलियो बनायो। शास्त्र परम्परा देवी र परम शक्ति मान्दछ र यसको विकास प्राचीन मारुति देवी आराधना र विभिन्न तन्त्र ग्रन्थबाट भएको हो। यो परम्पराले शक्ति पूजा, तन्त्र साधना, मैत्री स्मार्ट परम्परा जस्तै वैदिक कन्सेप्ट र उपनिषदको व्याख्यामा आधारित छ। यसले 5 देवताको पूजालाई मान्यता दिएर सामाजिक समरसता र एकाग्रता ल्याउने प्रयास गरेको छ। जुन ग्रन्थहरू, सांस्कृतिक लेखहरूमा र वेदान्त दर्शनले यो धारालाई दार्शनिक, सामाजिक रूपमा बलियो बनाएको छ। यी धाराहरूको विकास
आधिकारिक भौगोलिक सामाजिक अवस्थाहरूमा कालखण्डमा विकास भयो। धार्मिक ग्रन्थहरू, पुराणहरू, योगतन्त्र, अन्य सांस्कृतिक अभ्यासहरूले यी धाराहरूलाई सुदृढ र परिष्कृत गरे। साँचो दर्शन भक्तिकालीन आन्दोलनहरू, राजपरिवारको संरक्षण र सामाजिक आवश्यकताहरूले पनि यी धार्मिक धारणाहरूको व्यापकता र गहिराई विकास गर्न सहयोग पुर्याए। यसरी हिन्दू धर्मका यी 4 मुख्य धाराहरू विभिन्न ऐतिहासिक पृष्ठभूमि र सामाजिक सन्दर्भ मार्फत क्रमशः विकसित हुँदै परिष्कृत हुँदै आएका छन्, जसले हिन्दू धर्मलाई बहुलवाद, सहिष्णुता र दार्शनिक गहिराई दिएको छ।